क्या नाही भिडियो लिँदै तिमी छन् बुकी धाली मारी दो देर में जे बस हो गया नहीं होगा मारने ने तब तो कति गर्न ल्याएको थियो नहीं वाला भाई 3 बार तो मन्नू भी देखते ना क्या बात इन्डियाबाट यस्तो गुलिया जानु पार्नु यहाँ त मिल्दैन आज गर्नु पर्यो आस्ना दुईवटा म्याच तान्नु पर्यो यता लाउनु पर्यो वरपरमा जुन गुल्ला बाइस मुद्दैन सोनले पेन्न गर्ने त गाह्रो फराल लाग्छ आज बग्ने बग्ने यहाँ छिरा नै क्या तपाईँ यहाँ पनि छिराउनु पर्छ कस्तो छिराउनु पर्दैन नाम छिराउनु पर्छ भनेर यता गर अलि पक गर्ने त भयो दुलै छिरायो नै घाट भयो सुनाउनु नै हाल्नु पर्यो नि पाल त बराबर हुन्छ पुरी तर यताउता भागमा बराबर पर्छ पानी किलो भेटिया कमलो जोरदार झारे ल्याउनु अनि जोरदार त हुनुहुन्न नि जोरदार मारिदेऊ न खस्छ भागाको मृत्यु हुन्छ मजा छ बसिरहेको ढलिरहेको टुर गरिरहेको केटा गरिरहेको नि हुँदो निकाल्दा के जागा धुँदै मगेर चाहिँ हमरा बाजे छन् बाजे
आयो गरे पनि पनि हाम्रो जान पनि उम् बार धेरै आएन छन् यति छ जान्दियो नि यति हो र कता भोलि यहाँ पैसाबाट धेरै हान्नु चाहिँ हेरा पनि हेर मुन्ने हो भोलि ओहो यहाँ मुन्नेमा के भयो भने बल ठुलो मात्रै छ मिसिजन कोनी बारी भइदियो भने के बारे पसिनै छुट्ने होला न एउटा यो हाल्दै त यो त एक वर्ष त फरक हुन्छ भन्नु भयो भन्यौ न हामीले सुन्या हुन्थ्यो जुङ्गलै हुन्थ्यो हामी नुन पिरै नदिया गऱ्यो यो भागो खाले खतम त्यो हाराउन तपाईँ घोडा त खेल्दै किन भन्ने किन नखोल्ने पाल त खोल्नु तान्नु पर्यो त के भयो पाल त होला पाल त खोल्ने भयो पाल नखोले देखि हुन्छ ला देखा बर्रे नै केले बोक्ने हो बाजे अहिले कस भारी त हल्का होला त मार के थ्ने होला त यो त यति त एकैछिन गइजाला त तल के गर काम लाग्छ यो त अनि बिरयानी पनि के हो यहाँ खान जाने डालो पर्छ यहाँले पेट चान्छु अहिले वेट वेट एउटा न त यो बर्रियो छुँदै रहेछ हजुर यो भात ल्याउ तल भन्नु तपाईँ आएर घोल्ने सुन्दा त यता अब ओके कान मैले हो त्यसो जोगरा जानी भइगयो के भने यो हल्का चाहिँ यो हल्का म त्यस्तो कुद्न सक्दिनँ अहिले क्यान यो ठाड बनायो नि कहिले के बनायो कहिले बनायो तिमी ठाड किन काटेर छोड छुट्या भयो ए मम्मी यो हल्का चाहिँ हुन्छ त्यो छैन यो पनि हल्कै छ यो माथि गइँदै हुन्छ यो त मेरो त्यो पुग्नु गइन्छ यो मेरा तेल से बना खेल आफू लड्किने हुन्छ त दुबई लोन वाला दे भेट्ने छ कि भ्यास भ्यास भ्याउनु त त्यसैमा
फेरि भ्याउन सक्छ भन्ने न त फेरि भ्याउने जाइपछि त्यहाँ तलिबाट यहाँ उँधो होइन त्यहाँ एउटा हरल हरल जस्तो भएको रहेछ अर्को पनि त्यही दुई छाना छल्याग्रा त्यो बोली गिरा त भर्खर आइसक्यो कहिले गरे देखि दाने उठ्या उठ्याइ गर्छन् भनेर उठ्नु पनि उठ्या उठ्याइ गरे त्यहाँदेखि ठिकै थियो विचार ठेक्नु त ल अहिले आज बस्यो भने भोलि चाहिँ अहिले बस्यो आज अहिले बस्छ मेरो मेमोरी पनि भोलि लाग्यो सिन त क्या खरा दियो सिनको कुरा आउँछ त्यस्तो सधैँ सधैँ दिदी आफन्त कोही छन् छन् त हात्तीबाइले आएर ती ठेकदार भन्छ नि त कहाँ नल त्यही हो मर्ने त क्या अप्समा हुन्छ बाट मिल्दैन मेरो 1 मेरो 1 बिउ पाइने खाने उसले जिलिया डुम त झन् नेपाली डुम चल्छ भन्छ ओइ छाडो भाइ पाउनु मौकाले आयो दैरी जाउन क्या दाजी भन्ने